आज चाहिँ म बनाउँदैछु धराने कालो बङ्गुरको मासु यानि कि च्वाचेको मासु जे भने पनि हुन्छ है। मैले चाहिँ सुरुमा ग्यास अन गरेँ, त्यस पछाडि फ्राई प्यान बसालेँ। थोरै तेल, धेरै तेल चाहिँ नहाल्नु होला, किनभने सुँगुरको मासुको चाहिँ अलरेडी तेल आउँछ भरे फ्राई गरिसकेपछि है त साथीहरू। त्यस पछाडि मलाई मनपर्ने मसला हालेँ, तेजपत्ता हालेँ, मासुलाई त्यस पछाडि हालेँ, थोरै बेसार हाल्ने अनि मजाले गोल्डन ब्राउन हुने गरी यसलाई फ्राई गर्नुपर्ने हुन्छ। त्यस पछाडि मैले प्याज हालेँ। प्याज चाहिँ धेरै हाल्नु हुँदैन है, भरे मिठो हुँदैन त, फेरि प्याज गनाउने हुन्छ नि त साथीहरू। त्यसपछि थोरै धुलो खोर्सानी हालेँ। धुलो खोर्सानी पनि खासै म चाहिँ खाँदिनँ, यो चाहिँ कलरको लागि मात्रै हालेको है साथीहरू। त्यस पछाडि मजाले चलाइदिने। चलाइसकेपछि मैले चाहिँ सिलौटामा मजाले मसलाहरू पिसेको थिएँ, लसुन अदुवा धनियाँ र जिराको पेस्ट हालेँ। त्यस पछाडि मजाले यसलाई पनि चलाइदिने होला होइन, मजाले पाक्ने गरी चलाउने। त्यस पछाडि मैले हालेँ टमाटर। टमाटर चाहिँ म धेरै हाल्दिनँ क्या साथीहरू, किनभने मेरो मम्मीले टमाटर धेरै खानुहुन्न। त्यस पछाडि टमाटरलाई पनि मजाले गल्ने गरी पकाइदिने, मजाले उल्टाइ चलाइदिने। त्यस पछाडि लास्टमा के हाल्ने, स्वाद अनुसार नुन हाल्ने साथीहरू, आफूलाई कतिको चर्को होइन मनिलो खानु मन लाग्छ। त्यस पछाडि पर्कको मासु इज रेडी।